माननीय सदस्य कृष्णप्रसाद पौडेल, समय 10 मिनेट। यसपछि माननीय सदस्य तारामान सुवार। सम्माननीय अध्यक्षज्यू, आर्थिक वर्ष 82-83 को बजेटका सन्दर्भमा यस गरिमामय सभामा आफ्ना केही विचारहरू प्रस्तुत गर्न चाहन्छु। 46 सालको राजनीतिक परिवर्तनपछि बनेको नेपाली काङ्ग्रेसको सरकारले जर्जर र सङ्कुचित अवस्थामा रहेको पञ्चायतकालीन अर्थव्यवस्थालाई आर्थिक उदारीकरणको नीति अनुरूप कम्पिटेटिभ र मोडर्न बनायो। आर्थिक सामर्थ्य बढाएर लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित सामाजिक न्यायसहितको समतामूलक समाजको जग बसाल्नको लागि उद्योग, व्यापार, पर्यटन, ऊर्जा, जलविद्युत, सञ्चार, हवाई यातायात, शिक्षा, स्वास्थ्य, बैंकिङ, बीमा लगायत अर्थतन्त्रका हरेक क्षेत्रमा उदार आर्थिक नीति अपनाई निजी क्षेत्रलाई समेत प्रोत्साहन गरी अर्थतन्त्रको व्यापक विस्तार हुन गई फराकिलो आर्थिक सुधार निर्माण भएको तथ्य आज घामझैँ छर्लङ्ग छ। सम्माननीय अध्यक्षज्यू, लामो सशस्त्र द्वन्द, 2072 को महाभूकम्प, कोभिड-19 को महामारी, रुस युक्रेन बीच भएको द्वन्द्वले समेत नेपालको अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावका बावजुद पनि मुलुकको आर्थिक स्थायित्व कायम रहन सक्नुमा 48 पछिको काङ्ग्रेसको सरकारले बसालेको दरिलो अर्थतन्त्रको जग हो भन्ने कुरामा वादविवाद हुँदैन होला। सम्माननीय अध्यक्षज्यू, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलज्यूले प्रस्तुत गर्नुभएको बजेट वक्तव्य पढे। विगतका अर्थमन्त्रीज्यूहरू डाक्टर प्रकाश शरण महत, जनार्दन शर्मा, वर्षामान पुन ज्यूहरूले ल्याएको बजेट वक्तव्य पनि मैले राम्रोसँग पढेँ र त्यसलाई पढ्दाखेरि मैले खासै ती सबै बजेट वक्तव्यहरूमा त्यति अन्तर, त्यति भिन्नता पाउन सकिनँ। सबैमा इन जेनरल उच्च दिगो तथा फराकिलो आर्थिक वृद्धि गरी गरिबी निवारण गर्ने, उद्यमशीलता विकास गरी उत्पादन र उत्पादकत्व बढाउने, प्रविधिको उच्चतम प्रयोग गरी आर्थिक क्षमता वृद्धि गर्ने, उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्ने, प्रतिफलित गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी गर्ने, सामाजिक क्षेत्रमा गुणात्मक सुधार गर्ने, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने, आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवर्धन गर्ने, व्यापार घाटा बढाउने, यी सबै कुराहरू चाहिँ हेर्यो भने सबै वक्तव्य बजेट वक्तव्यहरूमा पाइन्छ। हामी कसैले यसलाई समर्थन गर्छौँ, कसैले विरोध गर्छौँ, यो पनि स्वाभाविक नै होला। तर जति पनि बजेट वक्तव्य आए त्यो सबै नेपाली काङ्ग्रेसले 48 सालमा लिएको उदार आर्थिक नीतिको जगमा टेकेर आएको कुरा आज घामझैँ छर्लङ्ग छ। र म के निवेदन गर्न चाहन्छु भने हामी चाहिँ लोकतन्त्रवादीहरू एटलिस्ट मुलुकमा चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने कुरामा, पार्लियामेन्ट्री सिस्टमलाई बलियो बनाउने कुरामा र उदार अर्थतन्त्र अवलम्बन गर्ने कुरामा हामी सबैजना एक ठाउँमा छौँ भन्ने कुराको ममा अनुभूति भएको छ। त्यसकारण म खुसी व्यक्त पनि गर्न चाहन्छु। सम्माननीय अध्यक्षज्यू, हामी सबैलाई थाहा छ नेपाल जलस्रोतको क्षेत्रमा संसारकै धनी देशहरूमा पर्छ। बहुदलीय व्यवस्था स्थापना हुनुभन्दा अगाडि करिब 270 मेगावाट मात्र विद्युत उत्पादन भएकोमा नेपाली काङ्ग्रेसको उदार आर्थिक नीति अनुसार तत्कालीन जलस्रोत मन्त्री शैलजा आचार्यको पालामा निजी क्षेत्रलाई गरिएको प्रोत्साहनले आजका दिनमा 3602 मेगावाट विद्युत उत्पादन भएको छ, जसमा 2/3
2/3 योगदान निजी क्षेत्रको छ। तर बजेटको बुँदा नम्बर 227 मा उल्लेखित रन अफ द रिभर आयोजनाको टेक एन्ड पे अवधारणा अनुरूप विद्युत खरिद सम्झौता गरिने प्रावधानले निजी क्षेत्रलाई निकै डिसमोटिभेटेड गरेको छ। तसर्थ म माननीय अर्थमन्त्रीज्यूलाई हाम्रो मुलुकको अर्थतन्त्रको अबाउट 80% निजी क्षेत्रको छ होला, रोजगारी 81-82 छ होला, यो कुरालाई ध्यानमा राखेर निजी क्षेत्रले अझै पनि जलविद्युतमा लगानी गर्न, यसको विकासमा विस्तारमा हाइली मोटिभेटेड होस् भन्नको लागि यो बुँदामा संशोधन गरिदिनुको लागि म करबद्ध निवेदन गर्दछु। त्यस्तै सम्माननीय अध्यक्षज्यू, हामी सबैलाई थाहा छ कृषि नेपालको अर्थतन्त्रको मुटु हो, मेरुदण्ड हो। यसले चाहिँ जीडीपीमा करिब 25% कन्ट्रिब्युट गरेको छ। हामीले यसलाई आधुनिकीकरण, यन्त्रीकरण, वैज्ञानिकरण सबै गर्छौँ भने तापनि, गर्न कोसिस गरे तापनि यसले चाहिँ अपेक्षित रूपमा प्रगति गर्न सकेको छैन। हामीले अपेक्षा गरेको नतिजा दिन सकेको छैन। आज चाहिँ कृषि उत्पादनका लागि दिइने अनुदान वास्तविक किसानको हातमा पर्न नसकेको, बिचौलियाको हातमा पुगेको जनगुनासो व्यापक रूपमा सुनिन आएको हुनाले अनुदान कसले पाए, कति पाए, कहिले पाए, अब कसलाई कति अनुदान दिने हो, ती सबै कुराको सार्वजनिक गर्नको लागि सम्बन्धित मन्त्रीज्यूलाई म निवेदन गर्दछु। किनभने सुशासन भनेको यही हो जस्तो मलाई लाग्छ। र सम्माननीय अध्यक्षज्यू, विगतमा अर्थमन्त्री डाक्टर प्रकाश शरण महज्यू हुँदा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कृषिजन्य वस्तुहरूमा लगाइएको भ्याट लगाइएको थियो, तर अहिलेको बजेट वक्तव्यमा देखिएन। माननीय मन्त्रीज्यूलाई मेरो के निवेदन छ भने स्थानीय उत्पादनलाई वृद्धि गर्न, कृषकहरूलाई मोटिभेसन गर्न र कृषिका प्रति आम नागरिकको चाहिने एउटा मोटिभेसन गर्नको लागि यो छुटेको हो कि जस्तो लाग्छ र यसलाई समावेश गरिदिनु हुन पनि म अनुरोध गर्दछु। सम्माननीय अध्यक्षज्यू, अब म शिक्षाका बारेमा केही कुराहरू राख्न चाहन्छु। एसईमा +2 मा अबाउट 50% विद्यार्थी पास भएको हामी सबैलाई थाहा छ विगतमा। र शिक्षा मन्त्रालयको पछिल्लो प्रतिवेदन अनुसार माध्यमिक तहमा 24,000 र आधारभूत तहमा 54,000 शिक्षकको दरबन्दी खाली छ। र आज मुलुकमा के समस्या छ भने एकातिर पहाडबाट आन्तरिक बसाइसराई गरेर अर्बन नगर क्षेत्रमा, सिटी सेन्टरमा विद्यार्थीहरू आइरहेका छन् र शिक्षकहरू त्यहाँ आएका छैनन्। पहाडमा शिक्षक बढी हुनुहुन्छ र सहरमा चाहिँ विद्यार्थी बढी छन्। र यो मिलाउनको लागि हाम्रो बजेटमा पनि आएको छ दरबन्दी मिलान गर्ने कुरा। यसलाई यथाशक्य छिटो गरेर बजेटको दुरुपयोग नहोस् भन्ने मैले निवेदन गर्न चाहन्छु। अब त्यस्तै माध्यमिक तह 9 देखि 12 सम्म भर्नाको दर जम्मा 55 छ। 12 देखि 16 वर्षसम्मका कलिला नवोदित बाल प्रतिभाहरूलाई हामी विद्यालयभन्दा बाहिर राखेर हामीले कस्तो समाज निर्माण गर्न सक्छौँ? तसर्थ सम्बन्धित मन्त्रालयले त्यो 45% नवोदित बाल प्रतिभाहरू जो विद्यालय बाहिर छन् तिनीहरूलाई विद्यालयभित्र ल्याउने नीति रणनीति बनाओस् भन्ने म भन्न चाहन्छु। त्यस्तै यो भौगोलिक विकटता र दूरीलाई दृष्टिगत गरेर हिमाली, पहाडी र उच्च यो दुर्गम जिल्लाहरूमा आवासीय विद्यालयहरूको नीति तथा कार्यक्रममा आएको थियो। बजेटमा यो परेको छैन र यसलाई अलिकति बजेटमा पनि परोस् भन्ने मैले चाहिँ अनुरोध गर्न चाहन्छु। पर्यटन उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले होटल तथा रिसोर्टलाई उद्योग सरह आयकर तथा विद्युत महसुल छुट दिने राम्रो कुरा हो, तर कहिलेसम्म छुट दिने हो मन्त्रीज्यू? त्यस्तै प्रमुख पर्यटकीय क्षेत्रहरूमा हिल स्टेसन, होटल, लज, रिसोर्ट लगायतका पर्यटन पूर्वाधार निर्माणका लागि वन क्षेत्र लगायत
सरकारी स्वामित्वको जमिन लिजमा दिने बजेट वक्तव्यको बुदा नम्बर 96 मा उल्लेख छ। यसरी लिजमा दिँदा विगतमा चाहिँ कौडीको मूल्यमा नदिइकन कम्पिटिसनको आधारमा दिइयोस् भनी म अनुरोध गर्न चाहन्छु। बजेट वक्तव्यको बुदा नम्बर 192 मा शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, सिप परीक्षणको प्रमाणपत्र र परियोजना प्रस्तावको आधारमा बिना ऋतु 2 लाखदेखि 20 लाखसम्म 3% सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भनिएको छ। यो ज्यादै राम्रो कुरा हो।